कोही छैन परे हाम्रो सामाजिक शिक्षकको नाम विमल राई हो। आज उहाँहरूले हामीलाई चिल्ड्रेन पार्क लाग्दै हुनुहुन्छ। हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। र आज चाहिँ म मेरो स्कुलमा छु, तपाईँले देख्न सक्नुहुन्छ। र आज चाहिँ कक्षा 7 को विद्यार्थीहरूलाई चाहिँ एकछिन कक्षा 7 को विद्यार्थीहरूलाई चाहिँ म भ्रमणमा लान गइरहेछु। र आजको प्र्याक्टिकल थियो। सबैजनालाई आफ्नो आफ्नो मौलिक खानाहरू, नेपाली परम्परागत मौलिक खाना ल्याउनु भनेर। र म तपाईँहरूलाई मेरो विद्यार्थी परिचय गर्न चाहन्छु। आज हाम्रो विद्यार्थीहरू मलाई यहाँ सहायता गर्ने हाम्रो रूपक सर पनि हुन्छ। रूपक सर वेलकम छ मेरो यहाँ हाम्रो ब्लगमा। हामी लाग्यौँ अब यहाँ आइगरौँ न। Hello guys, my name is Rahul. I am very smart boy. हामी प्रवेश गरेको छौँ सबैजना। Hello guys. Hello. ल हामी चाहिँ अहिले प्रवेश गरिसकेको छौँ। वडा नम्बर यो चाहिँ लेडाङ वडा नम्बर 4 को के भन्छ पार्क स्थल छ। यस्तो रहेको छ पार्क स्थल। सबैजनाले आफ्नो खाजाको लागि तयारी हुँदैछ। के लेख्छ तिमीहरूले? मैले खरबुजा हैन अनि केला यहाँ छ। मैले केला म दही चिउरा। मेरो नाम राहुल तामाङ। मैले चाहिँ सुक्खा रोटी र यहाँ चिकनको मासु लिएको छु। के हो त दुध जस्तो? मैले मासु र भात लिएर आएको छु। मेरो नाम गएछ। मैले मासु भात आलु लिएको छु मिक्स म्याक्स गरेर। मेरो नाम सुशान्त। मैले दही चिउरा केला लिएको छु। मेरो नाम रुगल। मैले मासु भात लिएको छु। ल केटाहरूको टिम यता छ। अब म केटीहरू तर्फ देखाउनु गइरहेछु तपाईँलाई। केटीहरू चाहिँ यता बसिरहेछ फर्निचरमा। ल सिका के ल्याउनु भएको छ भन्नु त? मैले तरकारी पुरी ल्याएको छु। पुरी तपाईँहरूले? मैले पुरी र मासु। खोइ हेरौँ चाइनाको। मैले गुन्द्रुकको अचार र चामल। यो मौलिकता हुने गुन्द्रुकको अचार सामने। एमिना आलु पराठा लिएको। कसले बनाइदिनु भयो एमिना? मैले मम्मीले तिमीले? यता हाम्रो यो युरिमाको यो बिबिसाको के हो त नि भन्नु न नि। यो चाम्रेमा यो मोमो यो आलुको तरकारी अनि यो पराठा। बेबी साथी किन आएन नि? ऊ सामान लिनु गएको छु। सुइलन मैले बनाएको छु सुजीको हलुवा। हजुर मिठो छ त छ। मैले खान्छु र थोरै। अनि यो चाहिँ छेकुमाको के भन्ने यसलाई गुन्द्रुक चाम्रेमा आलु भुजिया आलु भुजिया अनि यो अफियाको रोटी। त्यो अफिया खोइ। अनि यता रश्मि के नआसी भन्नु न। रश्मि के देखाउन त यहाँ क्यामेरामा देखाउनु। कतिवटा छ अन्डा? यो प्यानकेक नेपाली प्यानकेक के हो मिठो रहेछ? तसदेखि अलिकति केचप पनि हालिदिनु भएको छ। कसले डराएको यो? कसले गरेको होइन ऊ त्यसको आन्टीले छ्यामा हालिदिनु भएको। के अरे सुइलेन यो? सुजीको हलुवा। सुजी घर रहेछ। म थोरै चाखेँ ल सुइलेन। यो चाहिँ के हो कसको? त्यो अन्सुको प्यानकेक। अन्सु थ्याङ्क यू। अन्सु प्यानकेकको लागि। अन्सु थ्याङ्क यू। थ्याङ्क यू अफिया। हेलो मेरो नाम बेबला राई हो। मैले चाहिँ मासु भातहरू लिएको छु। कस्तो लागेछ यहाँ आउँदाखेरि? राम्रो रमाइलो भएको छ नि होइन? यहाँ पनि मिसाउनु त यहाँ धेरै चिन लाग्छ। ल क्लास 7ले चाहिँ हामीलाई धेरै माया गर्छ। हामीलाई फेरि परिकारहरू ल्याइदिए हुन्छ। ल दिनु त सरलाई दिनु। ल थ्याङ्क यू। यहाँ हुन्छ हाम्रो यहाँ आइगयो त छेकुमा। यहाँ हुन्छ हाम्रो छेकुमा रश्मि एन्ड सुइलेन। थ्याङ्क यू सो मच। ल अहिले चाहिँ म नि खाँदैछु। यिनीहरूले दामी बनाएको छ खाजाहरू परिकारहरू। थ्याङ्क यू क्लास 7 को विद्यार्थीहरू। हामी धेरै खुसी छौँ। हाम्रो सर पनि खुसी हुन्छ। रूपक सरले चाहिँ मलाई धेरै सहायता गर्नुहुन्छ। अनि मलाई एकदम सजिलो लाग्छ रूपक सरलाई केही गर्दाखेरि हेल्प माग्नु लागि। कस्तो लाग्छ रूपक सर तपाईँलाई मसँग? मजा हुन्छ। अस्ति त कहिले हिँड्दिनँ विमल सरसँग भन्नु त। त्यति बेला हिँडाउनु भएको छ धेरै। अहिले ठिक छ। यहीँदेखि त्यहीँ आउन त्यस्तो गाह्रो पर्दैन। म चाहिँ अबदेखि जिन्दगीमा आउँदिनँ विमल सरसँग।
ल यति भन्नु बिमा सर यति आएपछि चाहिँ खर नगर्नु अर्को पालिदेखि ल तिमीलाई कस्तो लागिरहेछ रमाइलो छ नि होइन चिसो पनि भइरहेछ मेरो मुखैभरि लागिरहेछ मौसमले पनि साथ दिइरहेछ यस्तो हावा आएको बेलामा मौसम त आज राम्रो छ अघि भएर पानी पर्छ पानी पनि परेको छैन यहाँ ल ग्रह तिमीलाई चाहिँ कस्तो लागिरहेछ मिल्छ होइन एमिना कस्तो परिरहेछ रश्मि हाउ आर यु फिलिङ खोइ क्यारोल कहाँ हुन्छ क्यारोल खोइ क्यारोल बिबिसा यिनीहरू अघि आएन नि खोइ क्यारोल यहाँ हुन्छ हाम्रो क्लास 7 को फर्स्ट गर्ल के हाई यहाँ हुन्छ हाम्रो क्लास 7 को स्पोर्ट्समा चाहिँ फुटबलमा एकदम ट्यालेन्टेड हुन्छ म से हाई हाई भनौँ के लिउँ बिबिसाले हामी ठुलो फुटबल खेल्ने खोइ हेरौँ ल यहाँ हुन्छ हाम्रो इक्सा से हाई हाई गर्नु न म पनि इन्जोय गरिरहेको छु क्लास 7 आइन्स्टाइनको गर्ल्सहरूसँग सबैजनासँग रोटी चाहिँ कसले बनाएको रोटी त साह्रै मिठो छ तिमीले बनाएको नि रोटी कस्तो लाग्यो आज तपाईँलाई मलाई राम्रो के राम्रो लाग्यो भने त आजको बेस्ट खानाहरू ल अब के गर्ने भन्नु त अब खेल्ने नि त सबैजना लु अब खाना खाइसकेर रेडी गर्दै हुन्छ आफ्नो टिफिनहरू ल आज तपाईँलाई कस्तो लाग्यो भन्नु त यहाँ आएर कस्तो खाजा मिठो लाग्यो आज सबैको लाग्यो ल गायसलाई मेरो भ्लगमा स्वागत छ हुन्छ धन्यवाद ल आज हाम्रो गायस चाहिँ क्लास 7 आइन्स्टाइनको चाहिँ एकदम एनर्जेटिक स्टुडेन्ट हुन्छ ल आज यहाँ हामी प्र्याक्टिकल गर्नु आएर के सिक्नुभयो के अनुभव भयो यहाँ सुनाउनु त साह्रै मिठो पनि भयो खानु पनि पाइयो नमस्ते सबैजनालाई परिचय दिनु सुरुमा मेरो नाम गायस राई म लेटाङ 3 मा बस्छु अनि म स्कुल ग्रिन भ्याली मेरो स्कुलको नाम ग्रिन भ्याली एकाडेमी अनि यहाँ धेरै राम्रो छ अनि यहाँ एउटा धेरै पढ्दा के एउटा दिमागहरू भर्दाखेरि अलिकति फ्रेस पनि हुनु पाइयो अनि यहाँ साथीहरूसँग मिलजुल भएर खाना पनि पाइयो धन्यवाद हुन्छ अनि यहाँ कसले मिठो खाजा ल्याएको छ भन्नु न कस्तो खाजा मिठो थियो आज भन्दाखेरि त खोइ कसको त्यो सबको खाइयो थाहा नै भएन कसको केटीहरू पनि खायो केटीको चाहिँ के खायो खिरे खाए आलु पराठा खाए अचार खाए गुन्द्रुकको अचार अनि आलुहरू धन्यवाद सर ल अहिले चाहिँ हामीले खाजा खाइसकेर सबै विद्यार्थीहरू खेल्दै हुन्छ तपाईँहरूले देख्न सक्नुहुन्छ दृश्य अब हाम्रो टाइम सकेको छ लु एभ्रीवान लु गो टु द स्कुल सबैजना लु क्लासमा जानु ल स्कुलमा ल आजको हाम्रो कार्यक्रम सकेको छ एभ्रीवान थ्याङ्क यू सो मच फर वाचिङ गाइसहरू आज यस्तो रमाइलो दिन कहिले भुल्दिनँ म यस्तो मिठो मासु र मेरो खाना अम्मा यस्तो मिठो खिर त तपाईँहरू चाखेर रमाइलो भएको थियो अनि आज ग्यासको मासु मिठो आजका खाजाहरू धेरै मिठा दिए आज धेरै मजा आज खाना एकदम धेरै मिठो आज मोज भयो धेरै राम्रो आयो आज रमाइलो भयो मजा आयो मजा आयो एभ्रीवान थ्याङ्क यू सो मच फर वाचिङ र मेरो भिडियो अन्त गर्न चाहन्छु सबैजनालाई बाई बाई